हेलो, नदीपुरको अस्तिको स्याटरडे मेलामा चाहिँ हजुरहरू को जानुभएको थियो? म पनि अब बेलुका हावा खान नि हुन्छ, फ्रेस टी भइन्छ भनेर बुधुलाई फकाएर अनि छोरा बोकेर लागेँ। बाफ्रे, वहाँ पुग्दाखेरि त पुरै त्यो पार्किङको ठाउँ पनि थिएन, यस्तो फेरि प्याक थियो। अनि भित्र गएको, भित्र स्टलहरू पनि पुरै प्याक थियो, मान्छे पनि त्यस्तै भिड। अनि यो मान्छेको भिड देखेर चाहिँ बुढोले अझै स्पेस सानो भए जस्तो लाग्यो भनिराख्नु भएको थियो। यो धुवा चाहिँ सेकुवाको है, नेपालीलाई बाफ्रे, हामीले त पालो वेट गर्दा गर्दै पालो पनि पाएनौँ। अनि त्यसपछि हामी चाहिँ छोरा चाहिँ यतातिर केक खाने अरे उसलाई, अनि त्यसपछि मैले चाहिँ दही खाएँ। अनि म र छोरा चाहिँ दही र केक खानमा इन्जोय गर्दैछौँ। अनि बाबुको बाबा चाहिँ उसलाई ससेज यस्तै मनपर्छ, उसलाई त्यस्तो खोज्नु जानुभयो। हामी दिँदा चाहिँ यतातिर मक्खछम खाँदैछौँ। अनि यहाँनिर चाहिँ सबै कुरा राम्रो लाग्यो मलाई। मान्छेहरू पनि एकदमै धेरै, टिनेजरहरू चाहिँ एकदमै धेरै थियो। अनि लाइभ सो पनि रहेछ। अनि यहाँनिर त्यो पुरै त्यो जम्पको उसहरू भएको भएर केटाकेटीहरूलाई चाहिँ एकदमै राम्रो। अनि ह्यान्डमेड सामानहरू पनि एकदमै राम्रो राखेको थियो। हेर्नु न, यो ब्याम्बोको मेटेरियलहरू पनि कति राम्रो राखेको थियो। अनि मसला बिट्स त यति प्याक थियो, भर्खरको नानीहरू पुरै प्याक थियो। म त भित्र पनि गइनँ। मेरो छोरा चाहिँ यतातिर यसरी इन्जोय गर्दैछ। यो के हो मलाई आउँदैन। अनि हामी फर्कियौँ।